यदि कोरियामा विद्यार्थी भिजामा आउँदै हुनुहुन्छ भने विशेष रूपमा ध्यान दिनुपर्ने दुईटा कुरा भन्छु है। सबभन्दा पहिलो कुरा, यदि विद्यार्थी भिजामा आउँदै हुनुहुन्छ भने 100% 6 महिना कोरियन भाषा पढेर आउनुहोस्। मिनिमम सक्नुहुन्छ 1 वर्ष पढेर आउनुहोस्, सक्नुहुन्न 6 महिना भए पनि कोरियन भाषा पढेर आउनुहोस्। तपाईँ एकाडेमीमा आउनुहुन्छ अथवा कोरियन भाषा पढ्ने स्कुलमा आउनुहुन्छ D4 भिजामा, जेसुकै भए पनि तपाईँ कोरियन भाषा पढेर आउनुहोस्। कोरियन भाषा पढेर आउनु भयो भने मात्रै तपाईँले के हुन्छ, पार्ट टाइम जब पाउन सजिलो हुन्छ, जागिर गर्दै पढ्न सकिन्छ। र यहाँ जतिसुकै राम्रो स्कुल, जतिसुकै ठुलो युनिभर्सिटी भए पनि सबै क्लासहरू अक्सर गरेर कोरियन भाषामै हुन्छ, इङ्ग्लिस भाषामा हुँदैन। इङ्ग्लिस भाषामा हुन्छ भने भनिएको तापनि हुन्छ कोरियन भाषामा है। त्यही भएर त्यो विशेष ध्यान दिनुहोस्। र 2 नम्बर कुरा विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँ कोरियामा पाउने पार्ट टाइम जबहरू अथवा जबहरू चाहिँ विशेष गरेर फिजिकल जबहरू पाइन्छ। जुन जबहरू कोरियन मान्छेले गर्न खोज्दैनन् त्यस्तो कामहरू विदेशी विद्यार्थीहरूले पाइन्छ। त्यसको लागि तपाईँको शरीर हुनुपर्छ एकदम बलियो है। मेन्टली त स्ट्रङ हुनु पर्यो नै, तर शरीर पनि बलियो हुनुपर्छ। त्यस्तो कामको लागि तपाईँले के गर्नुहोस्, 6 महिना चाहिँ बेसरी मजाले एक्सर्साइज गरेर शरीरलाई चाहिँ फलाम जस्तो बलियो बनाएर आउनुहोस्। जसले गर्दा तपाईँले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने भएपछि आउनुहोस्। त्यो भयो भने तपाईँले एउटा पनि दुःख हुँदैन, मजाले जब पनि पाउनुहुन्छ, पार्ट टाइम जब पनि पाइन्छ, काम गर्न पनि पाइन्छ, मजाले पढ्न पनि सकिन्छ। यो दुईटा कुरा गरेर आउनुहोस्। तर शरीर कमजोर छ, बलियो भएन भने यहाँ काम गर्न सकिँदैन। काम गर्न सक्नु भएन भने फेरि तपाईँलाई पैसाको समस्या, अनेक समस्या लाग्छ होइन। अनि त्यसपछि फेरि आफ्नो चाहिँ मेन्टली चाहिँ विक भइन्छ, अनि त्यसपछि अलि राम्रो अवस्था आउँदैन। त्यो भएर साथीभाइहरू बलियो हुनुहोस्, राम्रो हुनुहोस्, सबै तरिकाले सोचेर विचार गरेर आउनुहोस्। कोरिया आउँदाखेरि चाहिँ विशेष गरेर भाषा र शरीर चाहिँ फलाम जस्तो बनाएर आउनुहोस्। ल आजको लागि यति नै। हर हर महादेव। थ्याङ्क यू सो मच।